कुनै पनि काम त्यति सजिलो छैन रहेछ। चाहे या कुनै पनि बिजनेस होस् या खेतीबाडी होस्। जस्तो कि म अहिले स्पेयर बोकेर मेरो बगानमा दबाई हाल्नु जाँदैछु। मलाई होला दिनभरि लाग्छ मेरो हाजिरा होस् या खेतीको माया खेतीदेखि उपार्जन गर्नुको लागि प्रोडक्ट पाउनुको लागि मैले दबाई हाल्नुपर्ने हुन्छ र मेरो टाइम टेबल मिलाएर मेरो बगान नबिग्रोस् भनेर किराको लागि हाबीको लागि या त प्रोडक्ट पाउनुको लागि मल हाल्नुपर्ने हुन्छ र मैले सधैँ जस्तै टाइम टेबल मिलाएर दबाई हाल्नुपर्ने हुन्छ र यसरी नै म हालिरहेको छु र मेरो बगानमा प्रोडक्ट पाइरहेको रहेछु। यो मेरो काम हो या त मेरो हाजिरा हो, अनि सधैँको लागि मेरो व्यवसाय होस् या कुनै पद्धतिले जे सोच र सधैँ यस्तै म काम गरिरहेको छु। यस्तै मेहनत मान्छेले गर्नुपर्ने काम गर्नुपर्छ र आफूले पनि फाइदा होस् र आफ्नो स्वास्थ्य पनि राम्रो होस्, यानि खेती पनि राम्रो होस् भनेर म चाहिँ सधैँको लागि यसरी नै मेहनत गरिरहेको छु। धन्यवाद।